नमस्कार सबैजनालाई। म आज यो मौरी काट्न गइरहेको छु आधुनिक बक्समा। मेरो पासमा छ यो ब्रुस अनि त्यसपछि यो स्मोकर हैन, त्यसपछि मेरो पासमा यो ग्लोभ्स छ अनि यसले टोपी छ। मौरी काट्न लागि सबभन्दा पहिला फर्स्ट सेफ्टी चाहिन्छ है, नत्र टोकेर हैरान पर्यो भने चाहिँ समस्या हुन सक्छ। तर म अब म हिँड्नु नगरिकन बक्स डाइरेक्ट देख्न गइरहेको छु। यो बक्समा हामीले हेर्ने गरिरहेछ अनि त्यसपछि हामीले यसलाई खोल्छ हैन। घाम लागिरहेछ, बिहानै मौरी मर्छ भनेर। पुरा कति फ्रेम छ? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 फ्रेम छ र पुरा प्याक छ है, प्याक छ। म अलि नजिक गएर देखाउँछु। हेर्नुहोस् 13 फ्रेमको छ, यो प्याक छ। मौरी टन्न मह लगाइसकेको छ। अब म यसलाई चेक गर्छु है त। म टोपी लाउँछु पहिले। बन्द कर। धुवा दिनु पर्यो है, किनकि मौरीलाई धुवा दिनुपर्छ हल्का। अब हामी टोपीलाई नि त्यहाँ माथि आउनु भने टोपी लानु पर्यो। तपाईँलाई टक्कै है मह टन्न छ, मह छ। अनि त्यसपछि हामी यहाँको राख्छौँ। सबै टन्नै है। म धेरै छ मह। यसमा टन्नै छ मह, कमसेकम 10 किलो जति मह छ। यसलाई म निकाल्न गइरहेको छु। हेर्नुहोस् 10 किलोको मह नर्मल छ यसमा है, अर्ग्यानिक मह। तपाईँ खाना चाहनु गई हेर्नुहोस्, टन्नै महै मह छ। तपाईँलाई एक गरेर देखाइरहेको छु। मह छ, हेर्नुहोस् यसमा मह छ। अब अलिअलि यसमा बच्चा 10 बजे गए भी कुछ नहीं होता। प्याक भएर पनि एक्स्ट्रा लगाएको छ है, प्याक भएर पनि ओभर लगाइसकेको छ। सार्न प्याक भएर पनि बल्ल ओभर लगाएको हो। ठाउँ नभएर है, यत्रो हार्दै पनि त्यो भइरहेछ। एकदमै ओभर लगाएको छ। यसलाई पनि निकाल्नु पर्छ ओभर।
बोल 5 फ्रेम चाहिँ राखेको छ यहाँ पनि है। अनि त्यसपछि 9 फ्रेम चाहिँ हामीले 9वटा फ्रेम चाहिँ 1 2 3 4 5 6 9वटा फ्रेम चाहिँ हामीले मको निकाल्छौँ है। हेर्नुहोस् यो 10 किलो छ है यसमा, 10 किलो छ यसमा। फेरि सबै ऊ छ है, के अरे तपाईँले सोच्नुभयो होला यो मही मह छ है। यो हेर्नुहोस् मही मह छ, मह मात्रै निकालेको छ है। सबमा मह छ, हेर्नुहोस् कस्तो राम्रो छ है। मह मात्रै मैले निकालेको छु है। सबैमा मह छ। अब यसलाई म बन्द गरिदिन्छु किनलाई। अब म त्यसलाई निकालेर अहिले बन्द गरिदिन्छु। पछि प्याक गर्छ है। फिलहालको लागि बन्द छ। अब यसलाई निकाल्नु पऱ्यो, महरू सबै निकालेर देखाउँछु। त्यसपछि यसमा फ्रेमहरू राखेको छु। अब म निकाल्न गइरहेको छु है। हेर्नुहोस् यसमा डबरमा टन्न छ। यसमा कमसेकम 40-50 किलो मह छ है। यो 50 किलो जति मह छ। 9वटा बक्सको मात्रै हो। हेर्नुहोस् टक्कै ठुलो डबारो छ है। परात यो चाहिँ बाल्टी, यही बाल्टीमा आएको छ। त्यो बाल्टी चाहिँ ठुलो छ, एउटा सानो बाल्टीमा चाहिँ आएको छ है।